सबभन्दा पहिला स्पेनमा आइसकेपछि पाद्रोमेन्टो भन्ने हुन्छ, त्यहाँ चाहिँ नगरपालिकामा गएर चाहिँ दर्ता गर्नुपर्छ। 2006 सालदेखि स्पेनमा चाहिँ आफ्नो कर्मथलो बनाएर व्यवसायमा चाहिँ संलग्न हुँदै आइरहेको छु। नेपालमा गाँजाको व्यवसाय गर्छ भने चाहिँ अलिक चाहिँ नराम्रो दुश्मनी हेर्ने चलन चाहिँ यहाँ चाहिँ एकदमै इज्जतसाथ सरकारलाई ट्याक्स तिरेर यहाँको चाहिँ वैधानिक लाइसेन्स लिएर यो सबै लाइसेन्स लिएर लिगल तरिकाले चाहिँ सरकारलाई ट्याक्स तिरेर हामीले सञ्चालन गरेका छौँ। जस्तै भाइ अब जस्तै यो गाँजाबाट बनेको बिस्कुट हो, गाँजाबाट बनेको चक्लेट हुन् होइन, गाँजाबाट बनेको मिठाईहरू पनि छन् तपाईँसँग। अब यो जस्तै एज लिमिट हुन्छ कि अब जस्तै कस्ता खालको ग्राहकले लानुहुन्छ? अब बच्चाहरू उहाँलाई चाहिँ यो खान मिल्ने कि नमिल्ने? यो बच्चाको लागि चाहिँ 18 व्यवसाय गर्न पनि राम्रो छ र यहाँ काम गरे पनि स्यालेरी पेपर भएकोलाई चाहिँ लगभग अहिले त 1500बाट स्टार्ट हुन्छ, 2500 3000सम्मको नेपालीहरू पनि छन्। एउटा मिस्टेक भयो भने यस्तो गरी व्यवसाय नै ठप्प हुने बन्द हुने धेरै समस्याहरू छन्। त्यस्तो चाहिँ यहाँ पावरको भरमा चल्दैन, सबैले नियम र कानुनमा टेकेर चाहिँ व्यवसाय गर्नुपर्छ। प्रफिट मार्जिन यसको राम्रो छ, लगभग 200 देखि 300% फाइदा छ यसमा। क्यान्सरको बिमारीहरूले हामीसँग धेरै भन्नाले क्यान्सरको बिरामीहरूलाई युज गर्ने औषधिहरू तपाईँले देखाउनु भएको औषधिहरू चाहिँ त्यो हजुर ड्रिङ्क्स भयो, यो केकहरू चाहिँ सबै गाजरबाट बनेको केकहरू विभिन्न फ्लेभरको छ। हामीसँग बक्सहरू छ, मोजाहरू छ, टी सर्ट पनि हामीसँग विभिन्न कलरको छ। यो लेडिज हो है, म एकदमै खुसी छु र मैले चाहिँ अरू व्यवसाय पनि छ मेरो। तपाईँको सुपर मार्केट नै छ? सुपर मार्केट पनि छ मेरो 2टा। कुन ठाउँमा अवस्थित छ? मेरो चाहिँ एउटा साग्रादा फ्यामिली भनेको बार्सिलोनाको चाहिँ मुटु नै हो। एकदम यस्तै बिजनेस चाहिँ यदि नेपालमा पनि सञ्चालन गर्ने भने नेपाललाई चाहिँ करोडौँ रुपियाँको चाहिँ आम्दानी हुन्थ्यो, नेपालको चाहिँ सरकारको चाहिँ ढुकुटीमा आम्दानी हुन्थ्यो, फाइदा हुन्थ्यो। युरोसञ्चार, सत्य तथ्य र निष्पक्ष समाचारको आधार। हामी बन्नेछौँ तपाईँहरूको आवाज, नेपालीको आवाज, युरोपको आवाज। www.eurosanchar.com। नमस्ते, म विनोद अधिकारी। यति बेला भने म स्पेनमा रहेको बार्सिलोना सहरमा छु। बार्सिलोना सहरको पनि तपाईँले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ क्यानाबिस सप। तपाईँले ब्याकग्राउन्डमा देख्नु भएको पसल गाँजाको प्रडक्टहरू पाउने पसलहरू। यहाँ विभिन्न गाँजाबाट बन्ने लत्ता कपडादेखि लिएर खाद्यान्नका सामग्रीहरू, मेडिकलका सामानहरू लगायत मिठाई, बिस्कुट, विभिन्न आइटमहरू यहाँ पाइने गर्छ। र आज म बार्सिलोना स्थित रहेको यस गाँजा पसलमा आएर यहाँको सञ्चालक, जो लामो समयदेखि व्यवसायमा आबद्ध हुनुहुन्छ, जो लामो समयदेखि स्पेनलाई कर्म थलो बनाएर एउटा सफल व्यवसायीको रूपमा यहाँ हुनुहुन्छ, हाम्रो एकराज भण्डारी दाईसँग यस पसलको बारेमा थोरै जानकारी लिँदैछु। आउनुहोस्। यति बेला चाहिँ म बार्सिलोनामा रहेको हाम्रो गाँजा सप भनेर पनि धेरै फेमस सप छ, द क्यानाबिस सपमा छु। र यति बेला हामीसँग लामो समयदेखि स्पेनमा सङ्घर्ष गरेर व्यवसायमा आबद्ध भएर सफल व्यवसायी रूपमा परिचित हाम्रो एकराज भण्डारी दाई हुनुहुन्छ। र उहाँको सपमा आएर हामीले आज गाँजाबाट बनेका विभिन्न परिकारहरू, प्रडक्टहरू, कपडा लत्ता, कपडा, खाने बिस्कुटदेखि लिएर हरेक चिजहरू हामीले देखिसक्यौँ। हामीले पसलको थोरै पृष्ठभूमि थोरै जान्न मन लाग्यो। अनि सर्वप्रथम त दाइले आफ्नो परिचयसहित यो पसलको पृष्ठभूमि बताइदिनु पर्यो। नमस्ते, मेरो शुभ नाम एकराज भण्डारी, नेपालको स्थायी ठेगाना माछापुछ्रे गाउँपालिका, पहिलाको चाहिँ धम्पुस गाडी छ र हालको चाहिँ परिवर्तित नाम चाहिँ माछापुछ्रे गाउँपालिका, ढाँडा वार्ड नम्बर 5 हो। र म 2006 सालदेखि स्पेनमा चाहिँ आफ्नो कर्मथलो बनाएर व्यवसायमा चाहिँ संलग्न हुँदै आइरहेको छु। र यो चाहिँ व्यवसाय चाहिँ मेरो धेरै लामो समय भएको छैन, जस्ट 3 वर्ष मात्रै भयो। योभन्दा अगाडि चाहिँ क्यानाबिस चाहिँ लिगल थिएन स्पेनमा। यो हामीले चाहिँ स्टार्टिङ सुरुबाटै हामीले चाहिँ व्यवसाय गरेको हो। र यसको नाम चाहिँ द क्यानाबिस सप बाई ब्रोदर भनेको चाहिँ यो एउटा फ्रेन्चाइज कम्पनी हो।
अहिले करिब चाहिँ स्पेनमा लगभग मैले जाने अनुसार 15 देखि 20वटा दोकानहरू छ। यो चाहिँ एकदम फेमस पनि हो, स्पेनको लागि सबभन्दा फेमस कम्पनी हो। यसको लागि चाहिँ मैले धेरै लामो समयदेखि अध्ययन गरेर यो चाहिँ व्यवसाय गर्नलाई करिब मलाई चाहिँ 1 वर्ष समय लागेको थियो। यसको प्रक्रियाहरू, नियम कानुनहरू, लाइसेन्सको प्रोसेसहरू सबै चाहिँ गर्नलाई करिब मैले चाहिँ 1 वर्षसम्म अनुसन्धान गरेर यो व्यवसायमा हात हालेको हुँ। अहिले जस्तै यो पसल बार्सिलोनाको हाम्रो यो कुन ठ्याक्कै बार्सिलोनाको कुन ठाउँमा छ भनिदिनुहोस् त। यो बार्सिलोना भनेको यो स्पेनको सबभन्दा चाहिँ धेरै टुरिस्ट आउने ठाउँ हो। हजुर। एकदम फेमस। अब भनौँ न म्याड्रिड र बार्सिलोना भनेको स्पेनको सबभन्दा मेन मुटु नै हो। जस्तो नेपालको चाहिँ काठमाडौँ ठमेल भने जस्तै, लेक साइड भने जस्तै स्पेनको सबभन्दा चाहिँ बढी टुरिस्ट आउने नम्बर 1 स्पेन मात्रै नभएर युरोपको पनि सबभन्दा धेरै टुरिस्ट आउने ठाउँ भनेर चाहिँ चिनिने ठाउँ बार्सिलोना हो। यो ठाउँको एड्रेस चाहिँ यो पासियो सान्ते बोर्बन नम्बर 30 हो यसको चाहिँ एड्रेस। यो चाहिँ समुद्रसँग जोडिएको छ, ठुलो समुद्र छ हाम्रो पसलको अगाडि। यहाँ चाहिँ टुरिस्टहरू, स्पेनमा आएको टुरिस्टहरू यहाँ नआएसम्म सायद कमै मान्छे, लगभग 90% टुरिस्टहरू हाम्रो यो दोकानको अगाडिबाट चाहिँ हिँड्ने गर्दछ। हजुर, यो पसल हजुरको कति वर्षदेखिबाट यो सञ्चालनमा ल्याउनु भयो? मैले यो पसल चाहिँ 2022बाट सञ्चालनमा ल्याएको, अहिले चाहिँ 3 वर्ष पुरा भयो। के पाउनुभयो? गाँजा जस्तै हाम्रो नेपालमा त अब गाँजालाई भनिदिने हो भने होइन, अब इलिगल मानिन्छ है, गाँजा सेवनलाई चाहिँ यो राम्रो होइन भनेर चाहिँ एक किसिमको नेपालमा त्यो एउटा मानेर छ। हजुर त अब नेपाली होइन, स्पेनमा रहेर पनि गाँजाको प्रडक्टहरू बेच्नु भएको छ। थोरै अनुभव बताउनु न, यो गाँजाको प्रडक्टमा के देख्नुभयो होइन? नेपालमा गाँजा भनेपछि गाँजा मात्रै भनेर बुझिन्छ होइन। यहाँ चाहिँ गाँजाबाट बनेको करिब मसँग 400-500 आइटमहरू छ। अब जस्तो कपडाहरू भयो, कपडाको पनि विभिन्न आइटमहरू छ, मोजाहरू छ, बक्सहरू छ, टी सर्टहरू छ, अब जस्तो किचनमा लगाउने सामानहरू छ, ब्यागहरू भयो, टुम्लेटहरू भयो, अब जस्तो जगहरू छ, टोपीहरू भयो, र त्यस्तै गरी पिउने कुराहरू पनि चाहिँ स्मोकिङ आइटम पनि धेरै किसिमको छ। एउटा मात्रै हुन्न, गाँजामा धेरै किसिमको फ्लेभर मिक्स हुन्छ। हरेक मान्छेको आफ्नो स्वाद अनुसारको चाहिँ यहाँको चाहिँ कम्पनी र गभर्मेन्टसँग चाहिँ समन्वय गरेर कम्पनीले चाहिँ उत्पादन गरेको छ। अब नेपालमा गाँजाको व्यवसाय गर्छ भने चाहिँ अलिक चाहिँ नराम्रो दृष्टिकोणले हेर्ने चलन छ। यहाँ चाहिँ एकदमै इज्जतसाथ सरकारलाई ट्याक्स तिरेर, यहाँको चाहिँ वैधानिक लाइसेन्स लिएर, यो सबै लाइसेन्स लिएर लिगल तरिकाले चाहिँ सरकारलाई ट्याक्स तिरेर हामीले सञ्चालन गरेका छौँ। यस्तै बिजनेस चाहिँ यदि नेपालमा पनि सञ्चालन गर्ने भने नेपाललाई चाहिँ करोडौँ रुपियाँको चाहिँ आम्दानी हुन्थ्यो, नेपालको चाहिँ सरकारको चाहिँ ढुकुटीमा आम्दानी हुन्थ्यो, फाइदा हुन्थ्यो। अहिले नेपालमा कतिपय मान्छेहरूले भित्रभित्र इलिगल तरिकाले चाहिँ यो व्यवसाय गरेका छन्। त्यो वास्तवमा त्यो सरकारको लागि घाटा हो। यसलाई चाहिँ वैधानिकता दिएर गाँजा मात्रै होइन, गाँजाबाट बनेका विभिन्न किसिमका परिकारहरू, खानेकुराहरू, औषधिहरू, लत्ता कपडाहरू यदि गर्न सकियो भने नेपालमा चाहिँ देशलाई चाहिँ धेरै राम्रो टेवा पुग्थ्यो र किसानहरूलाई पनि राम्रो चाहिँ बजारमा। जस्तै नि दाइ, अब यो लत्ता कपडाको प्रसङ्ग उठाउनु भयो होइन। अब जस्तै अरू मेटेरियलबाट बनेका कपडाहरू र गाँजाबाट बनेको कपडाहरूमा अब कम्पेयर गर्दा खास बेनिफिट चाहिँ के हो? खास यो गाँजाको कपडा लगाउँदा, प्रयोग गर्दा गाँजाको एकदमै नेचुरल छ। यसमा चाहिँ त्यस्तो मिसावट केही पनि हुँदैन होइन। यो चाहिँ गर्मी सिजनमा र चाहिँ जाडो दुवै सिजनमा पनि एकदम कम्फर्टेबल के। जस्तो गर्मी सिजनमा पनि धेरै नपोल्ने होइन, एकदम सफ्ट शरीरको लागि चाहिँ एकदम कम्फर्टेबल, र जाडो सिजनमा पनि एकदम तातो आउने। त्यस कारणले चाहिँ म एउटा चाहिँ तपाईँलाई स्याम्पल पनि भन्न चाहन्छु। यो लगभग चाहिँ 100% क्यानाबिसबाट बनेको, यति सफ्ट छ कि मैले चाहिँ हजुरलाई चाहिँ यसरी कम्फर्टेबल छ। त्यो जाडोमा लगाउनुहोस्, गर्मीमा लगाउनुहोस्, त्यसले चाहिँ त्यस्तो कुनै असर गर्दैन। एकदम कम्फर्टेबल सफ्ट खाएको छ कि, पसिना पनि एकदम हुन्छ। यो चाहिँ गर्मीमा पनि त्यस्तो पोल्दैन। यो चाहिँ फाइदा चाहिँ यसको यो हो। जस्तो हामीसँग बक्सहरू छ, मोजाहरू छ, टी सर्ट पनि हामीसँग विभिन्न कलरको छ। यो लेडिज हो है, यो सबै लेडिज हो। यो चाहिँ जेन्ट्स हो। यो हाफ भेस्टहरू पनि छ हामीसँग लगाउनको लागि। अनि यसमा चाहिँ कुनै चाहिँ लङहरू छ, लङ टी सर्टहरू पनि छ होइन, जाडो सिजनको लागि चाहिँ, र गर्मी सिजनको लागि चाहिँ यो हाफ टी सर्टहरू पनि छ। ब्यागहरू छ, टुम्लेटहरू छ। त्यसै गरी चाहिँ यहाँ चाहिँ हामीसँग ड्रिङ्क्सको आइटम, बियरहरू भयो, इनर्जी ड्रिङ्क्स भयो,
यो केकहरू चाहिँ सबै गाजरबाट बनेको केक हो, विभिन्न फ्लेभरको छ। यो सबै स्मोकिङ आइटम हो। आइटम हो। हजुर, यो सबै स्मोकिङ हो। यो हुक्काहरू, हजुर यो चरसहरू, सिसाहरूको लागि सिसाहरूको लागि। प्रयोग हुन्छ। यो चाहिँ गाजरको पातबाट बनेको नेचुरल। हजुर यसमा विभिन्न किसिमको चाहिँ फ्लेभरहरू पाउनुहुन्छ तपाईँले चाहिँ। अब हामीसँग 6-7 किसिमको फ्लेभर छ। यो पनि त्यसै गरी यो सबै स्मोकिङको आइटम हो। यो चाहिँ मेडिसिन्सको आइटम हो। यो सबै मेडिसिन जस्तो ढाड दुखेको, कम्मर दुखेको, हातको चाहिँ नसाहरू, आँख्लाहरू दुखेको यसले चाहिँ मालिस गर्यो भने एकदम ठिक हुन्छ। गाँजाबाट बनेको औषधिहरू पनि है औषधि हजुर, यो मेडिसिन प्रयोगमा आउने रहेछ यसरी। आउँछ। यसमा पनि मात्रा हुन्छ 5%, 10%, 20%, 30%। यसले चाहिँ क्यान्सरको लागि पनि धेरै सहयोग गर्छ। क्यान्सरको बिमारीहरूले हामीसँग धेरै भन्नाले क्यान्सरको बिरामीहरूलाई युज गर्ने औषधिहरू हजुर, तपाईँले देख्नु भएको औषधिहरू। यो चाहिँ के हो? हजुर यो चाहिँ यो खास मलम हो कि मालिस गर्नको लागि मलम यो अथवा चाहिँ सेवनै गर्ने? औषधि हो। यो हजुर। चाहिँ 2 ड्रप्स 2 थोपा भनौँ। 2 थोपा चाहिँ बेलुका सुत्ने बेलामा लिएपछि पनि एकदम शीघ्र बिमारीलाई पनि आनन्द, मिठो निद्रा लाग्छ। ड्रप मात्र लिने हो। मिठो निद्रा लाग्छ, निद्रा पनि राम्रो लाग्छ र त्यो चाहिँ रोगसँग लड्न सक्ने क्षमता सक्ने प्रतिरोधात्मक क्षमता बढाउन सक्ने है हजुर। औषधि हो। औषधि हो। हजुर यो चाहिँ ग्रिन टी हो, नेचुरल हो। यो चाहिँ सबै गाँजाको पातहरूबाट बनेको छ। अब भित्र खोलेर हेर्ने हो भने गाँजाको पात नै नेचुरलै भेटिन्छ होइन? पातबाटै बनेको हो। हजुर हजुर एकदम नेचुरल हो। अह यो चाहिँ अब जस्तै यो पेटको लागि पनि हो, चाहिँ यो सेवन ग्यास्ट्रिक गर्दा चाहिँ जस्तै रोगहरूलाई पनि राम्रो नै हुने भयो पेटको खाँदा। चाहिँ त्यो भित्र हुन्छ नि, आन्द्रामा चाहिँ समस्या हुन्छ नि, त्यो चाहिँ हजुर, हजुर। त्यसलाई चाहिँ एकदम पखाल्ने काम, सफा गर्ने काम गर्छ। अह यो चाहिँ अब मिठाई हो, अह क्यान्डी भन्छ यहाँ। क्यान्डी। यो चाहिँ 4-5 किसिमको फ्लेभर छ हामीसँग, विभिन्न किसिमको हजुर। फ्लेभर छ, आफ्नो स्वाद इच्छा अनुसारको। यो चाहिँ बिस्कुटहरू भयो, यो चक्लेटहरू भयो। जस्तै नि भाइ अब जस्तै यो गाँजाबाट बनेको बिस्कुट हो, गाँजाबाट बनेको चक्लेट हुन् होइन, गाँजाबाट बनेको मिठाईहरू पनि छन् तपाईँसँग। हजुर। अब यो जस्तै एज लिमिट हुन्छ कि अब जस्तै कस्तो खालको ग्राहकले लानुहुन्छ? अब बच्चाहरू उहाँलाई चाहिँ यो बच्चाले- खान मिल्ने कि नमिल्ने? यो बच्चाको लागि चाहिँ 18 वर्षभन्दा कम उमेरको बच्चालाई हामीले बेच्न मिल्दैन। मिल्दैन? यहाँको कानुनले चाहिँ प्रतिबन्ध गरेको छ। हजुर 18 वर्षभन्दा माथिकोले चाहिँ मजाले युज गर्न मजाले पाउँछन्। त्यस्तो कुनै समस्या छैन, साइड इफेक्ट छैन यसबाट। छैन। त्यस्तो साइड इफेक्ट गर्ने तरिकाले चाहिँ कम्पनीले उत्पादन गरेको नि हुन्न र गभर्मेन्टले त्यो चाहिँ एप्रुभ पनि दिँदैन? दिँदैन। हजुर त्यो सबै मेडिकल टेस्ट हुन्छ, हरेक चाहिँ हामीसँग मेडिकलको फाइलहरू हुन्छ। हजुर यहाँ कन्ट्रोल पनि आइरहेको छ हाम्रो चाहिँ महिनामा 2 महिनामा 3 महिनामा चाहिँ कन्ट्रोल आएर क्वालिटी चेक गर्ने, त्यो चाहिँ सबै छ। यतिको क्वालिटी चेक गर्ने होइन, अब डेट छ कि छैन, प्राविधिकहरू आएर अब चाहिँ क्वालिटी चेक कोही कोही हानिकारक छ कि छैन भनेर त्यसरी चेक गर्ने होला। यसले चाहिँ साइड इफेक्ट गर्छ कि गर्दैन, त्यो सबै क्वालिटी हजुर। चेकिङ भइहाल्छ। हजुर त्यस्तो हुँदैन। यो व्यवसाय नेपालमा गऱ्यो भने राम्रो चल्छ जस्तो मैले चाहिँ धेरै चाहिँ आशा लिएको छु। नेपाल सरकारले छिटोभन्दा छिटो यसरी गाँजाबाट बन्ने प्रडक्टहरूलाई यसरी बेच्न सकिँदो रहेछ भनेर हजुर अब हाम्रो नेपाली दाइ जो नेपालमा जन्मेर हुर्किएर अहिले स्पेनलाई कर्मभूमि बनाउँदै अहिले व्यवसायमा हात हाल्नु भएको छ, यसरी पनि गाँजाको प्रडक्टहरू बेच्नु भएको छ। दाइ हजुरलाई चाहिँ कस्तो चाहिँ फिल आउँछ? मतलब यस्तो अरूको देशमा आएर नि मैले यो प्रडक्टहरू बेचिरहेको छु होइन, अब यसरी बेचिरहँदा हजुर। तपाईँलाई चाहिँ खास कस्तो चाहिँ अनुभव भयो भनौँ न? मलाई एकदम खुसी लाग्छ, किनभने मैले चाहिँ यहाँ आफ्नो मेरो मात्र एकल पहलले हो, यहाँको सरकारले दिएको सुविधालाई मात्रै मैले चाहिँ यो प्रयोग गरेको हो। हजुर यहाँको सरकारले दिएको नियम कानुनमा टेकेर मैले चाहिँ व्यवसाय सञ्चालन गरेँ र यो व्यवसाय गर्नलाई मलाई करिब 1 वर्षको मैले चाहिँ स्टडी गरेर सबै बुझेर यो विषयमा चाहिँ राम्रोसँग जानकारी लिएर मैले गरेको र आज म चाहिँ सरकारलाई ट्याक्स दिएर एकदम लिगल तरिकाले व्यवसाय गर्न पाउँदा म एकदमै खुसी छु र मैले चाहिँ अरू व्यवसाय पनि छ मेरो। तपाईँको सुपर मार्केट नै छ? सुपर मार्केट पनि छ मेरो 2टा। कुन ठाउँमा अवस्थित छ? मेरो चाहिँ एउटा साग्रादा फ्यामिली भनेको बार्सिलोनाको चाहिँ मुटु नै हो, एकदम धेरै चिन्नुहुन्छ। कति वर्ष अगाडिबाट त्यहाँ स्टार्टिङ गर्नु? मैले चाहिँ 2012बाट स्टार्टिङ गरेको, 13 वर्ष भयो। हजुर र चाहिँ यो व्यवसाय गरेको 3 वर्ष मात्रै। 3 तर वर्ष। अरू व्यवसायभन्दा मलाई चाहिँ यो व्यवसाय धेरै राम्रो। मुनाफाको हिसाबमा कस्तो छ? तपाईँ सन्तुष्ट हुनुहुन्छ? विदेशमा आएर व्यवसाय गरेर तपाईँ सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्ट छु। अन्य व्यवसायभन्दा म यो द क्यानबिस सपको चाहिँ व्यवसायमा म लगभग 100% सन्तुष्ट छु, एकदम खुसी छु। व्यवसाय अब यो चल्यो भने राम्रो हो होइन, चल्यो भने प्रफिट मार्जिन यसको राम्रो छ, लगभग 200 देखि 300% फाइदा छ यसमा।
तर चल्न पर्यो होइन। त्यति राम्रो अब सिजनेबल पेपर हो। अब चाहिँ यो चाहिँ सिजनमा चाहिँ राम्रो छ, अफ सिजनमा चाहिँ अब 4 महिना अलिकति राम्रो पेपर हुँदैन, 8 महिना जस्तो राम्रो छ। सन्तुष्ट छ, एकदम सन्तुष्ट छ। यसरी चाहिँ अब होइन, अब स्पेनमा व्यवसाय गर्न त चुनौतीहरू चाहिँ के कस्ता हुँदो रहेछ, कस्तो सामना गर्नुभयो, सङ्घर्ष कस्तो थियो धेरै तपाईँको? छन्। अब यहाँ कागजी चुनौतीहरू, यहाँको चाहिँ नियम कानुनभन्दा चाहिँ बाहिर टेकेर कुनै पनि व्यवसाय गर्नु मिल्दैन। नियममा टेकेर गर्नुपर्ने हुन्छ। सानो एउटा मिस्टेक भयो भने यस्तो गरी व्यवसाय नै ठप्प हुने, बन्द हुने धेरै समस्याहरू छन्। त्यस्तो चाहिँ यहाँ पावरको भरमा चल्दैन। सबैले नियम र कानुनमा टेकेर चाहिँ व्यवसाय गर्नुपर्छ। नियम कानुनमा टेकेर व्यवसाय गर्यो भने राम्रो छ। दाइ जस्तै अब नयाँ आउने व्यवसायीहरू होइन, जो बार्सिलोनामा व्यवसाय गर्न चाहनुहुने हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? नयाँ आउने भाइ बहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यहाँको चाहिँ नियम कानुन अनुसार यहाँको चाहिँ वकिलहरूसँग बुझेर जुन पनि व्यवसाय गर्नुभन्दा पहिला अलिकति आफूसँग नलेज भएको काममा मात्रै हात हाल्नु होला। आफूसँग जुन विषयमा चाहिँ नलेज छैन त्यस्तो विषयमा हात हाल्नुभयो भने तपाईँको व्यवसाय सफल नहुन पनि सक्छ। यदि आफूले चाहिँ कुनै पनि व्यवसाय गर्नु छ भने त्यो विषयमा राम्रोसँग जानेर बुझेर आफूभन्दा यहाँको चाहिँ पुरानो मान्छे, अवगत मान्छेहरू छ, यहाँको चाहिँ कानुन अनुसारको चाहिँ वकिलहरू चाहिँ परामर्श गरेर व्यवसायमा हात हाल्नुभयो भने त्यो चाहिँ राम्रो छ। दाइ जस्तै नेपालीहरूको लागि हजुर स्पेन हजुर खास कस्तो चाहिँ देश जस्तो लाग्छ? यो देश नेपालीहरूको लागि चाहिँ कस्तो चाहिँ देश हो भनेर तपाईँले लिनुहुन्छ? नेपालीहरूको लागि बस्नको लागि, एउटा कर्म गर्नको लागि? नेपाली मात्र नभएर यहाँ चाहिँ विभिन्न देशको लगभग 10-12वटा राष्ट्रको मान्छेहरूले चाहिँ बस्नुहुन्छ, व्यवसाय गर्नुहुन्छ। यहाँको चाहिँ हावापानी पनि असाध्यै राम्रो छ। नेपालको जस्तै गर्मीमा चाहिँ धेरै गर्मी पनि छैन र जाडोमा धेरै चिसो पनि छैन। हावापानी असाध्यै राम्रो छ। व्यवसाय गर्न पनि राम्रो छ र यहाँ काम गरे पनि स्यालेरी पेपर भएकोलाई चाहिँ लगभग अहिले त 1500बाट स्टार्ट हुन्छ, 2000-2500 3000सम्म कमाउने नेपालीहरू पनि छन्। आफ्नो दक्ष अनुसार, आफ्नो सिप अनुसार, आफ्नो अनुभव अनुसार, आफ्नो भाषा अनुसार ठिकै छ, राम्रो छ, एकदम राम्रो छ। नेपालीहरूको लागि चाहिँ मैले त वेलकम, राम्रो छ स्पेन भन्छु, मेरो हिसाबले चाहिँ राम्रो छ। अहिले त अब यो कार्ड बनाउने सिस्टम 2 वर्षमा परिवर्तन गरेको छ के अरे होइन गभर्मेन्टले। अब यो के छ यो कानुनी पाटाहरू? अनि यो नेपालीहरू यहाँ आइसकेपछि कति समय बस्नुपर्ने, उहाँले के गरिसकेपछि उहाँले यहाँको कार्ड प्राप्त गर्नुहुन्छ? थोरै यसको विस्तृत रूपमा थोरै यसको जानकारी दिनुहोस् न। नयाँ आउने भाइ बहिनीहरूको लागि चाहिँ यहाँ कस्तो छ भने सबभन्दा पहिला स्पेनमा आइसकेपछि पाद्रोमेन्टो भन्ने हुन्छ। त्यहाँ चाहिँ नगरपालिकामा गएर चाहिँ दर्ता गर्नुपर्छ। सुरुको स्टार्टिङ फेज भनेको चाहिँ पाद्रोनामेन्टो भन्छ, त्यो पाद्रोमेन्टो गर्नुपर्ने हुन्छ। पाद्रोमेन्टो गरेपछि बल्ल त्यो मान्छे चाहिँ यहाँको लागि चाहिँ लिगल जस्तो भनौँ न, लिगल हुन्छ। अनि त्यसपछि काम गर्ने पर्मिसन हुँदैन, काम गर्न पाउँदैन। दर्ता भएपछि यहाँ बसेको अहिलेको चाहिँ नयाँ नियम अनुसार 2 वर्ष पुरा गरेपछि पेपर एप्लाई गर्न पाउँछ। एप्लाई गरेको चाहिँ लगभग चाहिँ 5 देखि 6 महिनाभित्रमा कार्ड हाल्नुपर्छ, 2.5 वर्षभित्रमा कार्ड हाल्नुपर्छ। जस्तै कुनै नेपाली स्पेन छिरे लगत्तै उनले अब इम्पार्दोमेन्टो अथवा पार्दोमेन्टो भन्दो रहेछ है, जसलाई एड्रेस भेरिफाई पनि भनिँदो रहेछ। यहाँको नगरपालिकामा गएर एड्रेस भेरिफाई गर्नु पर्यो, कुन घरमा बस्छ होइन, कुन ठाउँमा बस्छ, त्यो घरको ठेगाना सहित खुलाएर चाहिँ त्यहाँ म यो घरमा बस्छु भनेर चाहिँ गर्ने प्रक्रिया पार्दोमेन्टो भन्छ होइन। पार्दोमेन्टो घरको कन्ट्र्याक्ट चाहिँ एड्रेस ठेगाना दिएर दर्ता गरेपछि त्यसको चाहिँ ठिक 2 वर्षपछि यहाँ चाहिँ पेपर एप्लाई गर्नु पाउँछ। त्यसको लागि पनि भाषाको चाहिँ छ, भाषाको चाहिँ 2 महिनादेखि 3 महिनासम्म स्कुलिङ गर्नुपर्छ, भाषा पढ्नुपर्छ। 2टा भाषा चल्छ, एउटा चाहिँ कास्टियानो र अर्को कातालान भन्ने 2टा भाषा अनिवार्य छ। भाषा अनिवार्य छ, हाम्रो पालामा थियो। अहिलेको चाहिँ नयाँ नियममा चाहिँ के छ त्यो चाहिँ बुझ्नै पर्छ। मलाई चाहिँ एक्ज्याक्ट थाहा भएन, जहाँसम्म लाग्छ भाषा चाहिँ पढेको राम्रो, किन भन्दा यहीँ बस्ने भएपछि भाषा पढ्यो भने चाहिँ एकदमै राम्रो छ। भाषामा चाहिँ एकदमै मेहनत गर्नुपर्छ। जस्तै कुनै पनि नेपाली स्पेन छिरे, उनले इम्पार्दोमेन्टो गरे, इम्पार्दोमेन्टो गरेर उनले 2 वर्ष कटाए, स्पेनमै बसे भने त उनले अब कार्ड एप्लाई गर्नको लागि कुन डकुमेन्टहरू चाहिँ गभर्मेन्टलाई सबमिट गर्नुपर्ने रहेछ?
एउटा बेसिक डकुमेन्टहरू भनिदिनु। त्यसको लागि चाहिँ पहिलो कुरो त इम्पावरमेन्टको नम्बर 1 नै भइहाल्यो। हजुर। दोस्रो कुरा चाहिँ वर्क पर्मिट भन्छ, कामको चाहिँ एउटा कम्पनीसँग चाहिँ अब यो मान्छेलाई चाहिँ मैले काम दिन्छु भनेर चाहिँ कम्पनीबाट चाहिँ एउटा चाहिँ वर्क पर्मिट 1 वर्षको लागि चाहिँ वर्क पर्मिट 1 वर्ष अथवा अहिले चाहिँ 6 महिना भइसक्यो अरे, त्यसको लागि चाहिँ वर्क पर्मिट लिनुपर्छ, 2टा भइहाल्यो। त्यसपछि चाहिँ यहाँको चाहिँ मेडिकलहरू भयो र चाहिँ नेपालबाट ल्याउने डकुमेन्ट चाहिँ पुलिस रिपोर्ट भन्छ त्यसलाई, त्यो चाहिँ चाहिन्छ। हजुरले भने जति यदि डकुमेन्टहरू पुरा गरे भने हजुर ती नेपालीहरूले कार्डको लागि एप्लाई गर्न सक्छन्। पाउँछ। त्यसको लागि चाहिँ स्कुल सर्टिफिकेट भइहाल्यो, पार्लियामेन्टको भयो र पुलिसको चाहिँ अब नेपालबाट पुलिस रिपोर्ट र चाहिँ यहाँको चाहिँ वर्क पर्मिट, यदि 4-5वटा डकुमेन्ट पेस गरेपछि समस्या छैन। हस्, समय दिनुभयो, धेरै धेरै धन्यवाद। धन्यवाद, थ्याङ्क यू। तपाईँले यहाँ आएर मैले जानेको बुझेको चाहिँ मेरो अनुभवलाई चाहिँ तपाईँले चाहिँ बाहिर सेयर गर्ने अवसर दिनुभयो, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, थ्याङ्क यू।